अबदेखि करेन्ट चाउचाउ बेच्न नपाइने गुणस्तरहीन भेटिएपछि बजारबाट फिर्ता गर्न निर्देशन। दर्शकबिन, बजारमा बिक्री भइरहेको करेन्ट चाउचाउ गुणस्तरहीन भेटिएपछि सरकारले उक्त उत्पादन तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ। उपभोक्ताको स्वास्थ्यमा जोखिम हुन सक्ने भन्दै खाद्य प्रवृत्ति तथा गुण नियन्त्रण विभागले सम्बन्धित उद्योगलाई उत्पादन बिक्री वितरण रोक्न र बजारबाट हटाउन आदेश जारी गरेको हो। विभागका अनुसार यशोदा फुड्स प्रणालीद्वारा उत्पादित 100 ग्रामको करेन्ट नुडल्स र 50 ग्रामको लाली चाउचाउ सरकारले तोकेको अनिवार्य गुणस्तर मापदण्ड अनुसार नभेटिएपछि कारबाही प्रक्रिया अघि बढाइएको हो। खाद्य प्रवृत्ति तथा गुण नियन्त्रण विभागले गरेको परीक्षणका क्रममा दुवै उत्पादनमा एक्सट्र्याक्टेड फ्याटको एसिड भ्यालु आवश्यक मापदण्ड अनुसार नभेटिएको जनाएको छ। विभागले ती उत्पादन तत्काल बजारबाट फिर्ता गर्न, बिक्री वितरण रोक तथा आवश्यक सुधार नगरे थप कानुनी कारबाही गरिने चेतावनी दिएको छ। त्यसैगरी एसियन बिस्कुट एन्ड द कन्फेक्सनरी प्रणालीद्वारा उत्पादित ज्याक न्याक क्रेक्सको बिस्कुट पनि गुणस्तर परीक्षणमा असफल भएपछि बजारबाट फिर्ता गर्न आदेश गरिएको छ। विभागले उक्त उत्पादनमा पनि गुणस्तर मापदण्ड उल्लङ्घन भएको जनाएको छ।